दिलोमाको को पर्नुभयो भनेर सोधेको, तपाईँले त दिलोमाको सासू भन्नुभयो के, त्यही भएर म एकदमै अचम्म परेँ। ए ल ल ठिक छ। म चाहिँ तपाईँको घरमा मिटर जोड्न गइरहेको छु। घरमा मान्छे छन् कि छैनन् भनिदिनु पर्यो। सो गाइस, वेलकम ब्याक अगेन माई युट्युब च्यानल रमन भ्लगमा सम्पूर्ण मित्रहरूमा न्यानो अभिवादन। र आज म मिटर जोड्नको लागि पारिपट्टि देखिने ठ्याक्कै तपाईँ देख्न सक्नुहुन्छ यो सालमाजा भनेर चिनिन्छ। यो चाहिँ लुङ्ग्री गाउँपालिकाको बस्ती रहेको छ। र आज म त्यहाँ मिटर जोड्न जाँदैछु। विद्युत प्राधिकरणका सरहरूले चाहिँ त्यहाँ चाहिँ गएर जोडिदिनु पर्यो रमनजी भन्नुभएको हुनाले म यहाँ नजिक भएको हुनाले उहाँहरूलाई हल्का सहयोग गर्न खोजेको हो र म सहयोग गर्नको लागि त्यहाँ मिटर जोड्न गइरहेको छु। म चाहिँ गएको त छैन है योभन्दा अगाडि त्यो ठाउँमा, र आज म त्यो ठाउँमा मेरो लागि विशेष भ्रमण पनि हुनेछ। ल गाइसहरू, यो घरपेटीलाई फोन गर्नु पर्यो है। ल गाइस, फोन चाहिँ लाग्यो है। हेलो, नमस्ते हजुर। तपाईँ के अरे दिलममा पुनको के पर्नुहुन्छ अरे? ए तपाईँ दिलममा पुनको बुहारी होइन कि दिलमाको सासू भन्नुभयो नि त? होइन, मैले तपाईँ दिलमाको को पर्नुभयो भनेर सोधेको, तपाईँले त दिलमाको सासू भन्नुभयो क्या, त्यही भएर म एकदमै अचम्म परेँ। ए ल ल ठिक छ। म चाहिँ तपाईँको घरमा मिटर जोड्न गइरहेको छु। घरमा मान्छे छन् कि छैनन् भनिदिनु पर्यो है, फोन गरेर भनिदिनु होला। म ठ्याक्कै यो खानका धारा भन्ने ठाउँमा झरिसकेको छु माथिबाट। अब म किसनमाङ, अब 1 मिनटभित्र किसनमाङ पुग्छु। घरमा भनिदिनुहोस् है फोन गरेर है, मिटर जोड्ने मान्छे आइरहेछन्, त्यही चाहिँ घरमै बस्ने रे भनेर भन्नु होला है त। ए ल ल ल ल हुन्छ है त। ल ल ल गाइस, अब भने मिटर जोड्न जाने घरपेटीसँग पनि कन्ट्याक्ट भइसकेको छ। अब मेरो यात्रा अगाडि बढाउनु पर्यो। फेरि अलि म त्यहाँ जाने मान्छे नहुने होला कि, त्यही भएर दुःख पाइन्छ भनेर मैले अगाडि नै घरपेटीलाई जानकारी गरेको छु। गाइसहरू, मेरो यात्रा चाहिँ अब अगाडिको छ है। क्या फलाउनु पर्छ है सुन। तपाईँहरूले आज सुन्न भेटाउनुहोस् त। आज सुन भेटाउनु भएन भने बाले भेरे भात खानेन। ल गाइस, म भने अब पुलको नजिकै आइसकेको छु। यो रहेको छ पुलको दृश्य, तपाईँ देख्न सक्नुहुन्छ यो पुल। र यो पुल माबाङबाट ठ्याक्कै सालमाजा हार्जाङमा जोडिएको चाहिँ यो पुल हो। यो पुलबाट अब चाहिँ म सालमाजातर्फको मेरो यात्रा फाइनली गाइस, अब म पुल तर्दै गरेको यो दृश्य रहेको छ। सालमाजातर्फ म जाँदैछु। ल फाइनली गाइस, मैले पुल पार गरिसकेको छु र म पुल भन्दा यता आइसकेको छु। अब मेरो यात्रा सालमाजातिर चाहिँ हुनेछ। र अब मेरो यात्रा चाहिँ उकालो छ है गाइसहरू। उकालोमा अलिक कठिन हुन्छ होइन, अलिक गाह्रो पनि हुन्छ। अब गाइसहरू, यो सिडी टक्क 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 जाने है माथि। यादव सरले, ल रमनजी, त्यहाँ तपाईँको नजिकमा चाहिँ पर्छ। तपाईँ स्थानीय भएको नाताले हल्का चाहिँ त्यहाँ मिटर जोडिदिनु पर्यो। हामी चाहिँ एकदम फुर्सदमा छैनौँ, एकदम बिजी छौँ हामी भनेर उहाँले अनुमति दिएको हुनाले म मिटर जोड्न गइरहेको छु। नत्र भने मिटर जोड्ने काम मेरो पनि होइन। हाम्रो चाहिँ यादव सरले निकै हामीलाई अप्ठ्यारो परेको बेलामा पनि
दसैँको बेलामा हाम्रो टास फारम जलेको थियो र दसैँको बेलामा उहाँले दसैँ नमानी हाम्रो चाहिँ मावाङको गाउँलेलाई चाहिँ उज्यालोमा राख्नको लागि जोडान गरिन आउनुभयो र जलेको टास फारमलाई लगेर अर्को टास फारम ल्याइदिनु भयो र दसैँको बेलामा हाम्रो मावाङवासी जनताहरू लगायत म सबै हामी जनताहरू सबै उज्यालोमा बस्यौँ है, दसैँ मनायौँ र हामीले दसैँ नमनाए पनि अरू चाहिँ मावाङीहरूले उज्यालोमा आनन्द लिए र यी सबै गुणहरू हुन्छ, मान्छेहरूको एउटा न एउटा गुण हुन्छ। उहाँले हाम्रो वचनलाई नकाटेर, हाम्रो आग्रहलाई नकाटेर जो हाम्रो चाहिँ दसैँ बेला हामीले उहाँलाई ल सर हाम्रो गाउँमा बत्ती गयो, टास फारम जलो, टास फारम फेरिदिनु पर्यो भनेर हामीले उहाँलाई रिक्वेस्ट गरेका थियौँ र उहाँले हाम्रो वचनलाई नफालिकन हुन्छ भन्नुभयो र हामी विद्युत प्राधिकरण गयौँ र टास फारम लिएर रातिको समथिङ 10-11 बजीसम्म भए पनि अटेरमा भए पनि उहाँले टास फारम जोतेर विद्युत प्राधिकरणको टिम आफ्नो घर, आफ्नो वासस्थानतिर फर्किनु भयो र त्यही गुणको म पैसो तिर्न गइरहेको छु गाइसहरू है। नत्र भने म यस्तो उखालो ओह्रालो म चढ्ने खालको मान्छे होइन, म अरूले भनेको पनि सिटिमिटी मान्ने खालको मान्छे पनि होइन। अब यो चाहिँ मैले गुणको पैसो तिर्न गइरहेको छु गाइसहरू। अब सरले भनेपछि भन्न सकिनँ, हुन्छ सर म जोतिदिउँला भनेर मात्र त भएन गाइसहरू, काम पनि गर्नु पर्यो होइन त। त्यसकारण म सालमाजाको उखालोमा र यो घुनार जङ्गलमा गइरहेको छु है गाइसहरू। बाटो उखालो छ र घुनार जङ्गल छ र यो जङ्गलको बिच उखालो बाटो फस्याङ न फस्याङ गाइसहरू बहुत ठगाइ लाग्यो। अब सालमाजा धाइयो, मिटर धनीको नाम चाहिँ के हो सोध्नु पऱ्यो नि त गाइस होइन। त्यसकारण नाम थाहा पाउनु पऱ्यो र नाम थाहा पाउनुको लागि यहाँ मिटरमा नाम होला। नाम चाहिँ के नाम रहेछ, दिलमापुन मगर रहेछ है गाइसहरू। दिलमापुन मगरको चाहिँ घरमा मिटर जोड्न गइरहेको छु गाइसहरू। अब यो चाहिँ मिटर रहेको छ विद्युत प्राधिकरणबाट आएको र हाम्रो यादव सरले कसला मन्टेको पसलमा छुट्टिनु भएको छ। उहाँहरू धेरै बिजी हुनुहुन्छ, धेरै व्यस्त हुनुहुन्छ है, त्यसकारण उहाँको हो। उहाँहरूले चाहिँ ल रमन चाहिँ गइदिनु पऱ्यो, त्यहाँनिर तपाईँ स्थानीय भएको नाताले नजिकै हामी धेरै बिजी छौँ भन्ने हुनाले उहाँले यो भनिसकेपछि उहाँले पनि मलाई धेरै ठाउँमा गुण गर्नुभएको छ नि त। म मात्र नभएर हाम्रो गाउँ मावाङी जनतालाई उहाँले दसैँ बेलामा उज्यालोमा राख्नु भएको छ है, दसैँ रातको रातमा भनेर। त्यसकारण त्यसको गुण तिर्नको लागि है गाइसहरू। म नत्र भने म आउनेवाला थिएन, मेरो पनि धेरै काम छ, म पनि धेरै बिजी छु। त्यही भएर अस्ति नै भन्नुभयो, आज 3-4 दिन भयो र आज चाहिँ मैले मेरो कामलाई साइडमा राखेर म उहाँको चाहिँ वचनलाई पालना गर्दै म दिलमापुन मगरको घरमा मिटर जोड्न गइरहेको छु गाइसहरू। सादा फुक्नु पर्ने हुन्छ ल। फाइनली गाइस म सालमाजा भन्ने ठाउँमा आइसकेको छु र तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट सुनसरी झरना देखिरहेको छ। र अब भने दिलमापुन मगर को हुनुहुन्छ, उहाँको घर चाहिँ पत्ता लगाउनु छ। यो घर मान्छे त्यही छन्, घरमै छन्। उनी दिलमा हुनुहुन्न,
को हुनुहुन्छ छोरा ए सुलिचर ए म चाहिँ माबाङबाट उहाँको मिटर मैले लिएर आएको छु मिटर जोड्न आएको हो मलाई विद्युत प्राधिकरणबाट चाहिँ हाम्रो विद्युत प्राधिकरण सरहरूले मलाई पठाउनु भएको र गाइस यो चाहिँ सालमाजादेखि सुनसरी झरनाको दृश्य नमस्ते तपाईँ नै हो घरपेटी दिलमाको छोरा हुनुहुन्छ नि ए ल म चाहिँ मिटर जोड्न आएको हजुरको मिटर विद्युत प्राधिकरणले मलाई चाहिँ जोड्न पठाउनु भएको छ आउनुहोस् मिटर जोड्ने छौँ यहाँ चाहिँ हाम्रो बुवाहरू हुनुहुन्छ बुवा हजुरको नाम तपाईँको शुभ नाम मेरो शुभ नाम तिलबहादुर पुन हुनुहुन्छ उहाँ कति वर्ष पुग्नुभयो म त 62 वर्ष भयो उहाँ 62 वर्षको बुवा हुनुहुन्छ र हामी यतिखेर सालमाजामा छौँ गाइसहरू खैला होइ अरे तेर्थे गरेर होइ तोसरीलाई खैला ठाडो भएको भाइ बामु अहिले पनि नाति भन्ने हो खोसीको नाति भन्ने हो नाति भन्ने हो भइगयो अब त नाति जो के नाति भन्ने पनि के भएन हो लामो सकेर जब खुल्ला बोक्यो किन काट्नु पर्ने अब चाहिँ मिटरमा मैले एमसिबी कनेक्सन गर्न गइरहेको छु गाइसहरू तपाईँहरू देख्न सक्नुहुन्छ